स्वागत छ सम्पूर्णमा। आज चाहिँ 2081 चैत 9 गते अर्थात् गण्डकी प्रदेशको वनरक्षकको लिखित परीक्षाको दिन। पक्कै पनि तपाईहरु जसले लिखित दिनुभयो तपाईहरुको परीक्षा चाहिँ राम्रै भयो होला भन्ने आशा गरेको छु। क्वेशनहरु एकदमै सिम्पल नै थियो, धेरै गाह्रो प्रश्नहरु सोधेको छैन। जसले चाहिँ परीक्षा बिगार्नु भयो नआत्तिनुहोस्, अरु प्रदेशहरु पनि छ, अरु प्रदेशमा पनि र अरु प्रदेशको पनि यो वनरक्षकको तयारी गर्दै हुनुहुन्छ भने तपाईहरुको लागि पनि एकदमै इम्पोर्टेन्ट हुने भएकोले मैले टिप्स र ट्रिक्स सहित नै ल्याएर आएको छु है आजको यो प्रश्नहरु। त्यसैले तपाईहरु छुटाउन चाहिँ यो भिडियोलाई नछुटाउनु होला है। अब कुरा भन्दा पनि भिडियोतिरै छुट्याउँ है त। नेपालमा राष्ट्रिय निकुञ्ज भनेको कतिवटा छन् त भन्दाखेरि नेपाल राष्ट्रिय निकुञ्ज जम्मा 12 वटा छन् र वन संरक्षण क्षेत्र 6 वटा, 12 6 18, एउटा शिकार आरक्ष 19 र एउटा चाहिँ के एउटा रहेको छ वन्यजन्तु आरक्ष। र त्यसरी 20 वटा संरक्षित क्षेत्र। संरक्षण भन्यो भने छे भनेको 6 वटा र संरक्षित भन्यो भने चाहिँ 20 वटा है। त्यसरी सम्झिनु होला। यो पनि मैले ट्रिक सहित नै बनाइसकेको छु। राष्ट्रिय निकुञ्जको भिडियो सम्पूर्ण डिटेल ट्रिकमै छ, तपाई हेर्न पनि सक्नुहुन्छ यहाँ मेरो च्यानलमा गएर। अनि अर्को छ वन गस्ती गर्ने क्रममा मृत वन्यजन्तु भेटिएमा के गर्ने है। मृत वन्यजन्तु भेटिए के गर्ने भनेको छ। अब मृत वन्यजन्तु भेटियो भने त्यसलाई त अब त्यतिकै नदेखे चाहिँ गरेर हिँड्नु भएन है। त्यसलाई के गर्नु पर्यो भन्दा मुचुल्का तयार गरी सुरक्षित ठाउँमा लगेर चाहिँ गाड्नुपर्छ। एन्सर नम्बर बी चाहिँ राइट हुन्छ है। मुचुल्का तयार गर्नु पर्यो हैन त्यो मरेको जनावरको, अनि सुरक्षित ठाउँमा लिएर त्यसलाई गाड्नु पर्यो। यसको एन्सर चाहिँ बी को रहेको छ है, बी को। अनि 3 मा रहेको छ वन्यजन्तुबाट घरपालुवा साना चौपाया जस्तै बोका बाख्राहरू है, ती चौपायाहरू मारेको खण्डमा अधिकतम प्रति चौपाया कति रुपैयाँ राहत स्वरूप पाउन सकिन्छ। वन्यजन्तुको क्षतिको राहत वितरण निर्देशिका 2080 ले है 2080 साउन 1 गते कति न साउ बनाउला 1 नम्बर भनेर है। 80 मा आएको कति न साउ बनाउला भनेर 1 नम्बरमा कति न साउ बनाउला भनेको साउन 1 है। साउ बनाउला 1 नम्बरको भनेर है, क्षति पाएर साउ बनाउला 1 नम्बर भनेर साउन 1 गते यो निर्देशिका आएको थियो। त्यसरी बुझ्नुस्। अनि त्यसले चाहिँ के भनेको छ भने 16 वटा जनावरहरूले चाहिँ क्षति गर्यो भने त्यसको राहत पाइन्छ है। 16 वटा जनावरहरू छन् त्यसबापत पनि अब साना चौपायाहरू है, घरका चौपायाहरू मारिदियो भने त्यो चाहिँ कति छ त राहत भन्दाखेरि पक्कै पनि तपाईले पढ्नु भएको लागि क्वेशन पनि मिलाउनु भयो होला। यसको एन्सर रहेको छ 10,000 सम्म है। 10,000 सम्म राहत रुपैयाँ उपलब्ध गराउन सकिनेछ। अनि विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ भनेको छ। अब जैविक विविधता भनेको के हो त, नेपाल जैविक विविधतामा धनी देश हो, त्यसैले मे बाई बाई भनेर अन्त जानै चाहन्न भन्यो। जैविक विविधतामा देश धनी हो नेपाल, त्यसैले मे बाई बाई भनेर जानै चाहन्न। यो विषय पनि भिडियो छ, त्यो हेर्नु होला। मे बाई बाई भनेर जानै सक्दिन, मे 22 है त। अनि तलका मध्ये कुन वन्यजन्तुलाई वन्यजन्तु तराई क्षेत्रमा पाइने वन्यजन्तु हो हेर्नु त। अब हामीले के गर्नुपर्छ भने सम्झिएर सबै कुरा घोकेर हुन्न के, उत्तरहरू भएको ठाउँहरुमा पनि लजिक लाउन सिक्नुपर्छ। अब हिउँ चितुवा हिउँ तराईतिर पर्छ, हिउँ पर्दैन। हिउँ चितुवा भनेको हिमालतिर हुने हो। अनि जङ्गली याक भनेको पनि याक पनि तराईतिर हुँदैन, यो जङ्गली याक पनि हिमालमा पाइन्छ। अनि यो रेड पान्डा त झन् तराईतिर हुने कुरै भएन। अब हाब्रे रेड पान्डा यो हिमालतिर हुन्छ। अब तराईमा हुने के भन्छ त, नीलगाई भन्छ। अनि यसको एन्सर चाहिँ नीलगाई भयो। अनि माउरुक भनेको कस्तो रुख भनेको छ। माउरुक भने माउ भन्ने बित्तिकै के त, माउ भनेको के हो त, बिउ है। माउ भनेको बिउ, यसरी सम्झिनु। माउ भनेको बिउ हो। कस्तो त, मिडल एज ट्री, एकदम स्वस्थ हेल्दी है, त्यस्तो ट्रीलाई चाहिँ माउरुक भनिन्छ, जसले चाहिँ धेरै बिउ दिन सकोस् है। अब माउरुक चाहिँ कस्तो रुख हो भनेको छ हेर्नुस् त। माउरुक भने सबैभन्दा अग्लो रुख हो त, मैले बिउ भनिसकेँ नि, सबैभन्दा अग्लो रुख होइन है। हाँगाहरू धेरै भएको ठुलोकोलाई हामीलाई माउरुकले कुनै त्यो फरक परेन। अनि बढी छिप्पिएको रुख पनि भएन। माउरुक भनेको के हो त भन्दा रोगव्याधि मुक्त बिउ उत्पादन हुने रुख हो है। रोगव्याधि मुक्त बिउ उत्पादन हुने रुख भनेको चाहिँ माउरुक हो। तपाईहरु त्यसलाई यसरी सम्झिनु है त। अनि अब के छ भने सामुदायिक वनको कार्ययोजना कसले स्वीकृत गर्छ हेर्नु त। कार्ययोजना, सामुदायिक वनको कार्ययोजनाबाट दुईटा क्वेशन आएको छ के। सामुदायिक वनको कार्ययोजना चाहिँ कसले बनाउँछ त भन्दाखेरि सिआफयुजी अर्थात् उपभोक्ता समूहहरूले चाहिँ कार्ययोजना बनाउँछन्। र अन्त्यमा स्वीकृत चाहिँ कसले गर्छ त भन्दाखेरि कसले गर्छ त, सब डिभिजन वन कार्यालय प्रमुखले होइन, अनि त्यसपछि डिभिजन वन अधिकारीले डिआफओले गर्छ है। प्रदेशको वनमन्त्री सामुदायिक वन कुरा भएन, यो वन निर्देशकले पनि भएन है। त्यसलाई त्यसरी सम्झिनु होला। नेपालमा कति प्रकारका सरीसृप प्रजातिहरू संरक्षित सूचीमा छन् है। नेपालमा संरक्षित सूचीमा चाहिँ 3 वटा रेप्टाइल्सहरू, सरीसृप भनेको रेप्टाइल 3टा। ती के हुन् त, सुनको घडी लाएर जिगर देखाइरहेको छ भन्ने। सुनको घडी भनेको सुनगोरो, घडी भनेको घडियाल गई, अनि जिगर भनेको चाहिँ अजिङ्गर हैन त। सुनगोरो, घडियाल गई, अजिङ्गर, यी 3टा चाहिँ नेपालमा चाहिँ सरीसृप संरक्षित प्रजातिहरू हुन् भने 27 वटा भनेका के हुन् त तपाईको, 27 वटा भनेको म्यामल्स अर्थात् तिनीहरू म्यामलहरू हुन्, र 9 वटा भनेको चराहरू हुन् है त। त्यसलाई त्यसरी सम्झिनु होला। अनि खडा रुखको गोलाइ नाप्दा जमिनको सतहबाट कहाँनिर नाप्नुपर्छ भने यो डायमिटर नाप्दाखेरि, गोलाइ नाप्दाखेरि कहाँ नाप्नुपर्छ भन्दा जमिनदेखि चाहिँ 1.3 मिटर माथि नाप्नुपर्छ है। 1.3 मिटर अर्थात् 4 फिट 6 इन्ची, 4 फिट 6 इन्ची भन्छ। 4 फिट 6 इन्ची अर्थात् 54 इन्ची पनि भन्ने गर्दछ है। इन्चीमै भन्यो भने 54 इन्ची,
अनि फिटमा भन्यो भने 4 फिट 6 इन्ची र मिटरमा भन्यो भने 1.3 मिटर माथि। यसलाई चाहिँ यसरी तपाईँहरूले पढ्नु होला है त। अनि गण्डकी प्रदेश निजामती सेवा ऐन 2079 मा कति प्रकारका सेवाहरूको गठन गरिएको छ भनेको छ। कति प्रकारका सेवा त सेवा इक्वल टु 7 सेवा 7। यसलाई यसरी सम्झिनु भइहाल्छ। अनि स्ट्यान्ड 10 1972 है यो हाम्रो स्रोत हो। विभिन्न अरूको सबैले चाहिँ फरक फरक वन छन् भनेर दिइरहेका छन् नेपालमा है। स्ट्यान्ड 10 1972 ले नेपालको वनलाई कति किसिममा विभाजन गरेको छन् त भन्दाखेरि उनले नेपालको वनलाई चाहिँ 35 भागमा विभाजन गरेको छन् र ती 35 वटा भागलाई चाहिँ 10 वटा ग्रुपमा विभाजन गरिएको छ। ती वनका प्रकारमा तपाईँहरूले पढ्नु भयो होला है। अब खैर काठको ग्रेड कति हुन्छ भनेको छ। खैर काठको ग्रेड भनेको खैरको चाहिँ ग्रेड नै हुन्छ है। खैर केमा त केजीमा नापिन्छ। खैर चाहिँ खैरको काठ केमा बिक्री हुन्छ भनेर पनि सोधिसकेको क्वेसन हो। यसको चाहिँ एन्सर केजीमा हुन्छ, त्यसैले खैरको चाहिँ ग्रेड हुँदैन। अनि नेपाली हाते कागज कुन प्रजातिको बिरुवाबाट बनाइन्छ हेर्नु। यो पनि हामीले अब धेरै सबैले थाहा पाएको क्वेसन है। यो लोक्ता हो यसको एन्सर। हामीले अरू एन्सर हेरेर पनि थाहा हुन्छ। अर्गेली अल्लो बाँस हुँदै होइन, लोक्ता हो। अनि यसको चाहिँ साइन्टिफिक नाम चाहिँ डाफे भोला भन्छ, डेफ्ने भोला भन्छ। यसलाई डाम्फे यसरी पढ्न पनि सक्नुहुन्छ है, लोक्ता हो। अनि डिभिजन वन कार्यालय कुन सरकार अन्तर्गत पर्दछ भने है। डिभिजन वन कार्यालय त कुन सरकार अन्तर्गत पर्छ त भन्दाखेरि माथि के हुन्छ त, माथितिर प्रदेश हुन्छ, प्रदेशभन्दा तल डिभिजन, डिभिजनभन्दा तल सब डिभिजन हुन्छ। त्यसरी आउँछ है, प्रदेश डिभिजन सब डिभिजन। त्यसैले डिभिजन कार्यालय कहाँ पर्दो रहेछ त भन्दाखेरि प्रदेश सरकार मातहत। मातहत भनेको यो माथितिरको छ भनेको हो क्या। कुन सरकार अन्तर्गत कुन सरकार मातहत भनेको यो चाहिँ मातहत पनि भन्न सक्छ, अन्तर्गत पनि भन्न सक्छ। यसको एन्सर हो प्रदेश सरकार मातहत है, प्रदेश सरकार अन्तर्गत पर्दछ। अनि वन अतिक्रमण नियन्त्रण रणनीति है। वन अतिक्रमणबाट पनि तपाईँलाई दुईवटा क्वेसन सोधेको छ। हेर्नु त, वन अतिक्रमण नियन्त्रण रणनीति चाहिँ कहिले स्वीकृत भएको हो भने अतिक्रमण इक्वल टु हेर्नु त, अतिक्रमण इक्वल टु अति के त अति 68 अति 68 भनेर सम्झिनु। विक्रमसम्म 2068 मा वन अतिक्रमण चाहिँ अति 68 2068 भयो। अनि त्यसपछि अर्को वन अतिक्रमण गर्यो भने चाहिँ के छ त सजाय भनेर पनि क्वेसन तल आएको छ। वन अतिक्रमण गर्यो भने सुरुमा चाहिँ मैले यो भिडियो चाहिँ अस्ति भर्खरै बनाएर हालेको, जसले हेर्नुभयो सायद यो पनि ट्रिकबाटै छ है। मैले यो पनि बनाएको छु, हेर्नु होला भिडियो। कसुर सजायहरूको ट्रिकबाटै बनाइदिएको छु। सुरुमा के गर्यो त भन्दाखेरि राष्ट्रिय वन चाहिँ कसैले दर्ता गर्यो भने, दर्ता किन गर्यो त भन्दाखेरि दर्ता गर्यो 5 वर्षमा 50,000 कमाउन्न भनेर। 5 वर्षमा 50,000 कमाउन्न भनेर दर्ता गर्यो भने राष्ट्रिय वन दर्ता गर्यो भने के हुँदो रहेछ, 5 वर्ष कैद 50,000 रुपियाँसम्म जरियाना हुँदो रहेछ। अब त्यसलाई दर्ता त गरेको थियो, त्यसलाई अति गर्यो कि त्यो वनमा अति गर्यो। हेर्नु त, अति गर्यो भनेको के, अति गर्यो अतिक्रमण गर्यो, त्यहाँभित्र चाहिँ घर थाप्राहरू बनायो, खानी उत्खनन गर्यो, त्यहाँभित्र यावत कुराहरू अति गर्यो भने त्यसलाई के हुन्छ त, अहिले के त 5 वर्षमा 50,000 कमाउन्न भनेको थियो, झन् 5 वर्षमा 1 लाख रुपियाँसम्म, 5 वर्षमा 1 लाख रुपियाँ हान्थ्यो क्या। अति गर्यो भने के हुन्छ त, डबल हुन्छ, त्यसलाई जरियाना डबल भयो भनेको 5 वर्ष कैद 1 लाख रुपियाँ जरिवाना। यसरी मैले भिडियो बनाएको छु, त्यहाँ हेर्नु होला है त। सबै कुराहरू भन्यो भने भिडियो चाहिँ लामो हुन्छ। अनि यहाँ क्वेसन छ है अर्को, हेर्नु त, पानी जम्ने ठाउँमा लगाउन सकिने प्रजाति कुन हो भनेको छ। अब हामीले यो क्वेसन पनि कन्ठ गरेर जानुपर्ने खालको क्वेसन होइन, लजिकबाटै थाहा भइहाल्छ क्या। अब सल्ला पानीमा हुन्छ त, सल्ला भनेको कत्रो कत्रो वनहरूमा हुन्छ, त्यो पानी जम्ने ठाउँमा हुने कुरै भएन। यो सिसौँ पनि हुने कुरै भएन है। यो खोला खाल सिगरको छेउमा चाहिँ होला, तर चाहिँ यो पानी जम्ने ठाउँ भनेको छ। पानी जम्ने भन्नु, पानी जम्ने भन्यो भने हाम्रो दिमागमा बढी भैँस आउँछ है। अब भैँसहरूको साथमै अरू प्रजातिहरू पनि छन्, म एकछिन तपाईँलाई ट्रिक सहित भन्छु है। यो साल छ, यो साल त झन् वनतिर हुने कुरा हो, यो बाचा पनि हुने कुरै भएन। अनि के रह्यो त, जामुन रह्यो। एन्सर चाहिँ यो भइहाल्यो। ल यो भएर मात्रै भएन, फेरि हामीलाई पछि पनि सोधिदिन सक्छ लोकसेवाले होइन। पानी के अरे पानी जमेको ठाउँमा हुने के हुन् भनेर। ती चाहिँ के हुन् त भन्दाखेरि सिरिस है। ती चाहिँ सिरिस हुन्, लेख्नुहोस्। एउटा सिरिस हो। सिरिसमा के भयो त, सेतो र रातो सिरिस है। सेतो पनि रातो पनि सिरिस भयो, सेतो रातो सिरिस। अनि कदम है, सिरिस कदम। म एकछिन तपाईँहरूलाई अलि ठुलो बनाएर यसमा चाहिँ बरु टाइम दिन्छु है। सिरिस है, लेख्नु होला तपाईँहरू। सिरिस, सिरिस भनेको के त, सिरिस सेतो पनि रातो पनि। अनि कदम, सिरिस कदम मैले सानो बनाएँ है। अनि अर्को के हो त, जामुन। हेर्नु त, अहिले सोधेको क्वेसन है यो। अनि जामुन, सरी जामुन है, यसलाई जामुन बुझ्नुहोस्। अनि बर्रो, अनि भैँस, अनि भैँस, साज, अनि गुटेल है। गुटेल, यी स्पेसिसहरू हुन् है। हामीले यति पढ्यो भने भइहाल्छ। के हो त, वाटर लगिङ अर्थात् पानी जमेको ठाउँमा हुने। सिरिस कदम जामुन बर्रो भैँस साल गुटेल। अब यिनीहरूलाई सम्झिने मैले सूत्र के बनाएको छु भने, सिरिसको सी कदमको क। हेर्नु है, म अहिले कलर चेन्ज गरेँ। सिरिसको सी कदमको क, सिक भन्यो के, सिक। जामुन भनेको के त, सिक जमुना। बर्रो भनेको बरु, वैंश अवस्थामै है। सिक जमुना, सी भने सी कदम, सिक जमुना। सिक जमुना भनेको जामुन। बरु है, बर्रो बरु भने बर्रो, वैंश अवस्थामा भने भैँस। साँझ साँझ, सिक जमुना बरु वैंश अवस्थामा साँझ साँझ गुबाट तेल निकाल्न। अलिकति असबै शब्द भए पनि हाम्रो दिमागमा यस्तै कुराहरू घुस्छ, कृपया माइन्ड नगरेर गर्नु होला है। के त, सिक जमुना बरु वैंशमै है। सिक जमुना बरु वैंशमै साँझ साँझ गुबाट तेल निकाल्न। पानीभित्र गए पनि मर्दिनौ भने पानीभित्र हुने चिजहरू के हुन् त, यी स्पेसिसहरू हुन् है। सिक जमुना है, सिक जमुना बरु वैंशमा साँझ साँझ गुबाट तेल निकाल्न भनेर सम्झिनु होला है त। कृपया यसलाई टाइम लगे।
टाइम दिएर हेर्नुपर्छ यस्तो कुराहरू चाहिँ दिनमा बिग्रिन्छ फेरि। त्यो भयो। यसको एन्सर त के भयो त सिक जमुना भनेको थियो नि त, के भएछ त जमुना। यसको एन्सर चाहिँ जामुन भयो है त। अनि आबादी र राष्ट्रिय वन क्षेत्र छुट्याउने काम। अब वन क्षेत्र छुट्याउने केले हो त भन्दाखेरि हामी यो वर्गीकरण भनेर तपाईँ झुक्किनु होला। वन छुट्टिने के हो त सीमाले हो। सीमाले छुट्टिन्छ भने सीमाको कुरा के आएको छ त वन सर्वेक्षणमा सीमा आएको छैन, वन नवीकरणमा सीमा आएको छैन, आयो त वन सीमाङ्कन। के हो त वन र के अरे आबादी र राष्ट्रिय वन छुट्याउने केले हो त सीमाले छुट्याउने हो, त्यही भएर सीमा भयो है त। अब वन वर्गीकरण भने त वनको प्रकारको आधारमा के कति छ त्यस्तो हो वन वर्गीकरण भने है। अब यो त वन क्षेत्र आबादी र मान्छेको आफ्नो निजी जग्गा आबादी जग्गा र राष्ट्रिय वन छुट्याउने केले सीमाले हो, त्यही भएर सीमा वन सीमाङ्कन भन्छ है। नेपालमा फोटो सङ्कलन गर्ने कार्य कुन सल्लाहबाट गरिन्छ भनेको छ। नेपालमा फोटो कुन सल्लाहबाट गरिन्छ। अब खोटो चाहिँ हाम्रो खोटे सल्लाहबाटै गरिन्छ। के अरे प्रश्नमै उत्तर छ हेर्नु त, खोटो भनेको चाहिँ खोटे सल्लाहबाटै निकालिन्छ है, त्यही भएर खोटे सल्लाह भयो। अनि वन परिवार छोटपुर्जीमा तलका मध्ये के गरिएको हुन्छ भन्यो। अब छोटपुर्जी अब लिनुपर्ने हुन्छ है। छोटपुर्जी लिने बेलामा चाहिँ के हुन्छ त उठाइ लैजाने म्याद पनि हुन्छ, त्यहाँ टाँचा र सिल लगाएको छ कि छैन त्यसको विवरण हुन्छ। अन्तिम गन्तव्य बिन्दु कहाँ लिने हो त, कुनै पनि हामीले सामान के त्यो काठ लिनु पऱ्यो भने चाहिँ अब उठाइ लैजाने म्याद कहिलेसम्म उठाइ लिने हो, त्यहाँ टाँचा र सिलको विवरण के छ, त्यो अन्तिम स्थान त्यो कहाँ लिने हो, यी सबै कुराहरू छोटपुर्जीमा हुनुपर्छ है। त्यही भएर छोटपुर्जीमा के हुनुपर्छ, यी सबै कुराहरू हुनुपर्छ। एन्सर चाहिँ सबै। अनि बनेन 2076 अनुसार 2 लाख रुपियाँसम्म जरिवाना 1 वर्षसम्म कैद अथवा दुवै सजाय हुने मुद्दाको कारबाही र किनारा कसले गर्छ। हेर्नु त यो क्वेसन पनि एकदमै इम्पोर्टेन्ट हो र भोलिको दिनमा पनि फेरि सोध्न सक्ने क्वेसन हो। त्यही भएर के बुझ्नु पऱ्यो त भन्दा बनेन 2076 अनुसार चाहिँ 2 लाख रुपियाँ। हामीले के सम्झिनु पऱ्यो, पहिला पैसा ठुलो हो नि त हाम्रो लागि होइन, पैसा ठुलो हो 2 लाख, अनि सजाय के त 1 वर्षसम्म कैद, अनि 2 लाख 1 वर्षसम्म कैद दुवै भनेको छ है त। सबभन्दा ठुलो चाहिँ पैसा हो, त्यो भएर 2 लाख पहिला सम्झिनु होला है। 2 लाख रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैदको सजायको फैसला चाहिँ कसले गर्न सक्छ त भन्दाखेरि नेपाल सरकारको डिआफओले गर्छ है त। त्यसको फैसला चाहिँ डिआफओले गर्छ। त्योभन्दा 2 लाखभन्दा बढी 1 वर्षभन्दा बढी त्यो भयो भने चाहिँ कसले गर्छ त भन्दाखेरि हाम्रो जिल्ला अदालतले गर्छ है त। 2 1 है, सुरुमा सम्झिने 2 लाख अनि 1 वर्ष, त्यसरी। यो चाहिँ इम्पोर्टेन्ट क्वेसन हो है। अनि सामुदायिक वनको कार्ययोजनाको म्याद बढीमा कति वर्षको हुन्छ भनेको छ। हेर्नु यो पनि हामीलाई एकदम झुक्काउने हो है। बढीमा भन्यो अब हेर्नु है, कम्तीमा भनेको भए हामीलाई के हुन्थ्यो 5 वर्ष हुने थियो भने बढीमा 10 हुन्छ नि त। 5 देखि 10 वर्षसम्मको हुन्छ सामुदायिक वनको कार्ययोजना। हेर्नु 5 देखि 10, तिनवटा त सामुदायिक वनबाटै सोधिसक्यो है क्वेसन, एकदम सजिलो। अनि गस्ती गर्दै जाँदा गैँडाले लखेटेमा के गर्ने त। अब गैँडाले लखेटेमा भए पनि अलिकति नजिक लाउनु पऱ्यो। लौराले हिर्काउने के लखेटी हुन्छ, अब लौरो हुनसक्छ, पाइन सक्छ नपाइन सक्छ, हिर्काउने त्यहाँ कुरा आएन है, आएर हान्दिन सक्छ। अनि दलदलतिर भाग्यो भने त झन् दलदलले आफै फसेर मर्न सक्छ, त्यो भएर हुन्न। अब रातो कपडा देखाउने भनेको छ, रातो कपडा पनि कहाँ पाउने त्यति बेला, बरु के गर्ने त अब त्यो गैँडासँग भाग्नलाई रुखमा चाहिँ चढ्ने। यसको एन्सर के हो त भन्दा रुखमा चढ्ने। अनि व्यवहारिसी अवस्थामा रहेको काठको स्वामित्व के हुन्छ त, तपाईँले प्रदेश बनाइन पनि पढ्नुभयो होला। व्यवहारिसी काठको सम्बन्ध भनेको सिर्फ प्रदेशको सरकारको है। व्यवहारिसी भनेको व्यवहारिसी दरियार वृद्धि काठहरू छन् जो खोलाले बगाएका, तिनीहरू कसैको अभोग नलाग्ने, ती चाहिँ प्रदेश सरकारको हुन्छ है यो क्वेसन। अनि एकदमै इम्पोर्टेन्ट हो, भोलिको दिनमा सोध्न सक्छ। अनि यो लौट सल्लाह कहाँ पाइन्छ भनेको छ। हेर्नु त लौट सल्लाह भनेको हामीले क्यान्सरको लागि एकदमै उपयोगी हो यसको पातहरू है। यो लौट सल्लाह ट्याक्सस बकाटा भन्छ, ट्याक्सोल भन्ने तत्त्व हुन्छ त्यसमा, त्यो ट्याक्सोल चाहिँ क्यान्सर रोगको उपचारको लागि प्रयोग हुन्छ। यो लौट सल्लाह कहाँ पाइन्छ भनेको छ। लौट सल्लाह तराईतिर पाइने कुरा छैन, चुरेमा पनि पाइन्न, पहाड पनि पाइन्न। यो कहाँ पाइन्छ त उकालो हिमालतिर उच्च पहाडमा पाइन्छ है। लौट सल्लाह उच्च पहाडमा पाइन्छ, यसको एन्सर चाहिँ उच्च पहाड। अनि गण्डकी प्रदेशको पहाडी भागमा है, पहाडी भागमा पहिरो गएको स्थानमा पहिला उम्रने सूचक कुन हो अरे। हेर्नु त गण्डकी प्रदेशको पहाडी भाग भन्ला हामीलाई, कर्णाली प्रदेशको भन्ला, के अरे यो लुम्बिनी प्रदेशको भन्ला, जसको पनि पहाडी भागमा चाहिँ पहिरो गएको ठाउँमा के आउँछ त, त्यहाँ सबभन्दा पहिला हामीले देखिरहेका पनि औँला यताउता त्यहाँ चाहिँ उत्तिसको बिरुवाहरू उम्रिने गर्छन् है। चिलाउने सिमल पयौँ होइन, उत्तिसको बिरुवा उम्रिने गर्छ। त्यो भएर पहिला उम्रने सूचक भनेको के हो त उत्तिस है। गण्डकीमा मात्रै होइन है, पहाडीमा हेर्नु, यहाँ पनि एउटा क्वेसन छ। पहाडी क्षेत्रमा सबैभन्दा बढी पाइने के हो त भनेर सोध्न सक्छ। सबैभन्दा बढी पाइने प्रजाति उत्तिस हो भने सबैभन्दा बढी वृक्षारोपण गरिएको के हो त, सल्लाह हो है। यसलाई यसरी सम्झिनु होला। अनि सामुदायिक वनको कार्ययोजना कसले तयार गर्छ भनेको छ। अब कार्ययोजना तयार अहिले मैले भनिसकेको छु। कार्ययोजना तयार गर्नुपर्छ कसले त, उपभोक्ता समूहले। कार्ययोजना स्वीकृत कसले गर्छ त, डिआफओले गर्छ है। यो स्वीकृत चाहिँ डिआफओले गर्छ भने तयार चाहिँ उपभोक्ता समूहले गर्छ, त्यो भएर एन्सर चाहिँ ए नै हुन्छ। गण्डकी प्रदेशमा डिभिजन वन कार्यालय कतिवटा रहेका छन् भनेको छ। यसको सही एन्सर रहेको छ गण्डकी प्रदेशमा डिभिजन वन कार्यालय 11वटा रहेका छन्। बनेन 2076 बमोजिम वन अतिक्रमण गर्नेलाई कस्तो सजाय हुनेछ भनेको छ। अतिक्रमण अति गर्यो भने त्यसलाई के गर्ने त भनेको थिएँ मैले अहिले, त्यसलाई 5 वर्षमा चाहिँ 50,000 भएन भनेर पहिला जग्गा दर्ता गर्यो, पछि अति गर्दाखेरिमा 50,000को डबल 1 लाख तिर्यो भनेको थिएँ नि त। हेर्नु है, 5 वर्ष कैद र 1 लाख रुपियाँसम्म जरिवाना अथवा दुवै। यो सम्बन्धी भिडियो हेर्नु होला, भोलिको दिनमा पनि एकदम इम्पोर्टेन्ट छ है। त्यसैले यो क्वेसन मैले बनाएको छु, यसको भिडियो टाइम दिएर चाहिँ हेर्नु होला। अनि वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 बमोजिम मृत्यु भएको व्यक्तिको हकमा नजिकको हक आकांक्षाले कति रकम पाउनेछ भनेको के हो त भन्दा हामीले क्वेसन सोधेको, कुनै पनि व्यक्तिको मृत्यु भयो भने होइन वन्यजन्तुबाट, अनि त्यसले तिनीहरूको मान्छे हक दाबी गर्ने मान्छेहरू हुन्छ नि त, त्यो त मरिहाल्यो, हक दाबी गर्ने घर परिवारहरू होला नि, तिनीहरूले कति पाउँछन् त भन्दाखेरि
10 लाख रुपियाँ पाउँछन्। अनि त्यो मान्छे सामान्य घाइते भयो भने 2 लाख रुपियाँसम्म पाउँछ। त्यसको चाहिँ अङ्गभङ्ग के अरे यो अङ्गभङ्ग तोडफोड भयो भने त्यो भविष्यमा चाहिँ एकदमै अपाङ्ग भयो भने त्यसलाई 5 लाख रुपियाँसम्म दिन सकिन्छ। यो पनि तपाईँले पढ्नुभएको होला। अब हेर्नु त टाँचाबाट पनि हामीलाई क्वेसन 2टा सोधेको छ। राष्ट्रिय वन तथा निजी आबादी जग्गामा रहेका अनि खडा तथा ढलापडा रुखहरूको छपान गर्दा प्रयोग हुने टाँचा कुन हो? अब सबभन्दा पहिला डिभिजन वन कार्यालयले प्रयोग गर्ने टाँचा कति छन् त्यो बुझौँ है। डिभिजन वन कार्यालयले प्रयोग गर्ने टाँचा चाहिँ 4वटा रहेका छन्। यो के हो त? बबिका भन्ने टाँचा हो। बबी यहाँनिर रहेछ है। बबिका भन्ने वन विकासको काठ काट्ने टाँचा, काठ काट्ने टाँचा बबिका। अनि अर्को जा टाँचा भनेको यताउता ओसार पसार गर्ने बेला जा भन्यो नि त, यो ओसार पसार टाँचा। अनि विकास निर्माणका कार्यहरूमा विकास टाँचा, अनि बिक्री गर्ने कुराहरूमा चाहिँ बिक्री टाँचा लगाइन्छ। यी 4वटा टाँचा रहेका छन् है, के त डिभिजन वन कार्यालयले प्रयोग गर्ने टाँचा। अनि अब यी टाँचा मध्ये भने अहिले मैले भर्खरै भने नि त काठ काट्ने बेलामा के त काठ टाँचा है, काठ काट्ने बेलामा काठ टाँचा। छपान भनेको के हो त भन्दाखेरि छपान भनेको त्यही अब काठ काट्नु भने हो नि त होइन। छपान भनेको रुखहरूको छपान गर्दा काठ काट्ने बेलामा के टाँचा प्रयोग गरिन्छ? का। यो जा भनेको चाहिँ यो के भने अहिले ट्रान्सफर गर्ने बेलामा, ट्रान्सपोर्ट गर्ने बेला यताउता जा त्यसलाई है। अनि विकास निर्माणका कार्यमा अब बिक्रीको कार्यमा अब त्यसैले सिम्पल एन्सर का टाँचा। टाँचा कति प्रकारका छन्? 4वटा। अनि टाँचाको कति बेलेजको साइज कति हुन्छ भन्यो भने बेलेजको साइज 6x6 हुन्छ। अनि कति वर्ग इन्च भनेर सोध्ला, कति हुन्छ भन्यो भने 6x6 लाउनु। अनि कति वर्ग इन्च भन्यो भने 36 वर्ग इन्च, वर्ग भइसकेपछि 36 भयो नि त होइन। अनि रुखको कति माथि लगाउनुपर्छ भने हुन्छ है 6 सेन्टिमिटर। अनि रुखको माथि 6 सेन्टिमिटर माथि लगाउने र माथि बडीमा चाहिँ 12, 2 ठाउँमा चाहिँ टाँचा लगाइन्छ रुखको होइन। त्यसरी है। अब रुखको टाँचा कुन ठाउँबाट रुख काट्नुपर्छ भने हुन्छ अब 2 ठाउँमा टाँचा लगाइन्छ विपरीत दिशामा। अनि यहाँ बिचबाट काट्ने है त। एउटा टाँचा रुखमै त्यही ठुटामै रहन्छ, एउटा उता काठमा जान्छ। त्यसरी पछि प्रुफ पनि हुन्छ। त्यो भएर टाँचा 2टा हुन्छ, के अरे 2 ठाउँमा चाहिँ लगाइन्छ है बेलेज। अनि गण्डकी प्रदेशमा चक्ला वनको सङ्ख्या कति रहेको छ? यसको एन्सर चाहिँ A को है, एउटा मात्रै रहेको छ चक्ला वन। अनि नेपालमा पाइने चरा, नेपालमा मात्र पाइने चरा यो त तपाईँहरूलाई थाहा होला, काँडे भ्याकुर है। अनि नेपालमा मात्र पाइने स्तनधारी भन्ला, हिमालयन फिड माउस भन्छ है। स्तनधारी पनि लेखेर राख्नु होला। स्तनधारी भनेको हिमालयन फिड माउस भन्छ, एउटा मुसा प्रजाति। अनि यो मनासलु संरक्षण क्षेत्र कहाँ पर्छ भने चाहिँ यसको एन्सर चाहिँ गोर्खा है। बाघको वैज्ञानिक नाम के हो भने बाघलाई हामी के भन्छौँ त? सिम्पल लजिक लगाउँ। बाघलाई तपाईँहरू कहिले झुक्किनुहुन्न है। बाघलाई के भन्छौँ? टाइगर है। टाइगरसँग मिल्ने को छ त? पन्थरा टिग्रिस। हेर्नु त टाइगरसँग मिल्ने टिग्रिस छ नि त। यो पारदर्श भने टाइगरसँग मिलेन, युनिका मिलेन है। त्यही भएर टाइगरमा मिल्ने पेन्थेरा टिग्रिस भनेर यो एन्सर पेन्थेरा टिग्रिसमा लगाउनु होला। अनि नेपालमा चाहिँ शिकार आरक्षको कुल सङ्ख्या कति छ भनेको छ? नेपालमा शिकार आरक्षको कुल सङ्ख्या भनेको एउटा मात्रै छ, त्यो हो ढोरपाटन शिकार आरक्ष। 1375 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। यो सम्बन्धी पनि मैले भिडियो डिटेल बनाइसकेको छु, त्यही राष्ट्रिय निकुञ्जको भिडियो गएर हेर्नु होला है त। ढोरपाटन एउटा मात्रै शिकार आरक्ष र एउटा वन्यजन्तु आरक्ष है। अनि जैविक विविधता भने विविधता भनेको के हो त? विविधता भने अनेकता है, फरक भने हो कि नि त। विविधता भने फरक हो। त्यो भएर फरक के हुन्छ त? प्रजातिको विविधता होला, स्पेसिस डाइभर्सिटी है, स्पेसिस। अनि पारिस्थितिकीय प्रणाली इकोसिस्टम डाइभर्सिटी, यो जेनेटिक वंशाणु के अरे अनुवंशिक भन्छ नि त, यो जेनेटिक डाइभर्सिटी 3टै पर्छन् है जैविक विविधतामा। त्यसैले यसको एन्सर हो माथिका सबै। अब बाघ मारेमा कतिसम्म सजाय हुनेछ यो विषय पनि मैले अब अस्ति वन सम्बन्धी ल्याएँ भने अब यो निकुञ्जहरूको ऐन सम्बन्धीका पनि ल्याउने छु। बाघ माऱ्यो भने के हुन्छ त? 5 देखि 15 वर्ष कैद र 5 देखि 10 लाख रुपियाँसम्म जरिवाना हुन्छ। यहाँ कति वर्ष भनेको छ? त्यो भएर वर्ष मात्रै 5 देखि 15 वर्ष कैद है। अनि 5 देखि 10 लाख रुपियाँसम्म जरिवाना हुन्छ। बाघ लगायत तपाईँको गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वासे चितुवा, हिउँ चितुवा, गौरीगाई, यी बिग 7 स्पेसिस भन्छ। यी बिग 7 स्पेसिस मार्नेलाई चाहिँ 5 लाख रुपियाँदेखि 10 लाख रुपियाँसम्म कैद र 5 वर्षदेखि 15 वर्षसम्म के अरे जरिवाना 5 लाखदेखि 10 लाख र 5 देखि 15 वर्षसम्म चाहिँ कैद हुने गर्छ है। त्यस्तो छ। अथवा दुवै सजाय पनि हुनसक्छ। यिनीहरूको चाहिँ यो सघाउने, यो मार्नलाई पछाडिको जसले चाहिँ उक्साएको हुन्छ त्यसलाई चाहिँ सघाउनेलाई पनि त्यसलाई सजाय हुने बराबरै हुनेछ है। यो कसले पनि कसुरदारले गर्यो भने त्यसलाई सघाउने मान्छे हुन्छ, त्यसलाई पनि कसुरदारले हुने सजाय सरै हुन्छ बिग 7 स्पेसिसहरूको लागि है। अहिले मैले भने के त? गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वासे चितुवा, हिउँ चितुवा अथवा गौरीगाई, यी 7वटा है। त्यसरी सम्झिनु होला। अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कति सालमा लागू भएको भनेछ? वन्यजन्तु संरक्षण ऐन 2029 11 महिना 28 गते चाहिँ यो चाहिँ बनेको हो होइन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग चाहिँ 2030 सालमा चाहिँ बनेको हो। विभाग मात्रै भन्यो भने अब कति सालमा लागू भएको भनेको छ? अब लागू चाहिँ कति सालमा हुने गरी बनाइएको थियो त भन्दाखेरि 2030 असोज 4 गतेदेखि हुने गरी लागू गरिएको थियो भन्यो भने यसको एन्सर चाहिँ त्यसरी छ भने 2030 हुनसक्छ। अब यसको एन्सर चाहिँ यही 2030लाई नै मान्नुपर्छ है। कति सालमा लागू भएको भनेको छ, कति सालमा बन्यो भने भए 2029 हुने थियो। अब वनमा गस्ती गर्न जाँदा के कुरामा ध्यान दिनुपर्छ? अब वनरक्षकको काम भने वन गस्ती हो, योबाट क्वेसन नआउने त कुरै भएन। अब गस्ती गर्न जाँदा के हो त? कहिले पनि एक्लै जानुहुन्न है, कहिले पनि एक्लै जानुहुन्न। त्यो भएर समूहमा जानुपर्छ। गस्ती भन्ने कुरा अब वनमा जङ्गल जनावरले अट्याक गर्न सक्छ। त्यो भएर के त कुन कुरामा जानुपर्छ भन्दा खाली हात पनि जानु भएन, एक्लै पनि जानु भएन। अब हात हतियार हुनु पऱ्यो होइन, लट्ठी अब अरू त के पाइन्छ र।
रातिमा पनि जानु भएन, अब जङ्गली जनावरहरू हिंस्रक जनावरहरू रातिमा मारिदिन सक्छ। त्यो भएर के भयो त एन्सर भन्दाखेरि सिम्पल समूहमा जाने। अनि अर्ना कहाँ पाइन्छ भनेको थिएँ है, अर्ना कहाँ पाइन्छ भनेको थियो अको, अको भनेर सम्झिने, अर्को अको अर्को भन्ने है, अको अर्को कोसी टप्पु। अर्ना कहाँ पाइन्छ त कोसी टप्पुमा पाइन्छ। अर्ना पाइने राष्ट्रिय के अरे वन्यजन्तु आरक्ष चाहिँ कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्ना पाइन्छ है। अर्नाको लागि प्रसिद्ध भन्यो भने त्यही हो है, अर्नाको लागि प्रसिद्ध कोसी टप्पु वन्यजन्तु आरक्ष। अनि हिरासतमा रहेको थुनुवालाई गर्न नहुने काम के हो भनेको छ, हिरासतमा रहेको थुनुवालाई चाहिँ कुटपिट गर्न मिल्दैन। अनि त्योभन्दा पछाडि उसलाई चाहिँ गाली गलौजहरू त्यस्ता कुराहरू चाहिँ गर्न मिल्दैन है। त्यो भएर यस्ता कुराहरू छ। अब एन्सरमा के छ, व्यक्तिगत विवरण सोध्न मिल्दैन होइन, यो चाहिँ सोध्नु पऱ्यो नि त, व्यक्तिगत विवरण के छ त्यो सोध्न पाइन्छ। अपराध गराउने बारेमा तिमीलाई कसैले मिलोमत्तो कसैले केही गरेको थियो कि भनेर सोध्न पाइन्छ। अपराध किन गर्यो भनेर ती सोध्न चाहिँ पाइन्छ है, गर्न पाइन्छ भने त्यसलाई पाइन्न त कुटपिट गर्न, त्यसको चाहिँ गालीहरू गर्न, गलौजहरू त्यस्तो कुराहरू गर्न पाइन्न। त्यो भएर कुटपिट गर्ने है। अनि हिरासतमा व्यवस्था के गर्नुपर्छ त, बसाइको होइन, शौचालय अनि खानेपिनको व्यवस्था चाहिँ राम्रो गर्नुपर्छ है। अनि औषधिहरूको पनि व्यवस्था गर्नुपर्छ हिरासतमा रहेका अभियुक्तहरूलाई थुनुवाहरूलाई भनेर त्यसरी पनि सम्झिनु। अब राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुन्छ त, यो क्वेसन त एकदमै इम्पोर्टेन्ट भइहाल्यो। अब बाघ संरक्षण समितिको बाघ बनाएको हो त, देशको बाघ बनाएको त के हो त, प्रधानमन्त्री हो नि त। त्यो भएर बाघ संरक्षण के अरे बाघ संरक्षण समितिको संयोजक भन्ला, अध्यक्ष भन्ला, त्यो चाहिँ को हुन्छ त भन्दा प्रधानमन्त्री हुन्छ। अनि वनका टाँचा अहिले मैले भनिसकेँ 4 प्रकारका छन् है। टाँचा 4 प्रकार के त, वन विकासको का टाँचा बबिका है। वन विकासको अर्थमा चाहिँ के हो भन्नु के अरे बबी भने अर्थ के हो भने वन विकास। अनि वन विकासको काठ काट्ने टाँचा, जा टाँचा, बिक्री टाँचा र अर्को चाहिँ विकास टाँचा, 4 प्रकारका टाँचा छन्। अनि फेवा जलधार क्षेत्रलाई है कहिले जलधार संरक्षित जलधार घोषणा गरियो भन्दाखेरि फेवालाई चाहिँ 2078 सालमा है। यसको फुल डेट 2078 फागुनतिर हो, फागुनतिर भन्दा पनि फागुनमा हो है। अनि साक्षरता ज्यादै कम भयो भने त अस्ति कोसीलाई पनि सोधेको क्वेसन हो, फेरि सोधिहाल्यो। अब साक्षरता एकदमै कम छ भने ती मान्छेहरूलाई के गर्नु त पऱ्यो भन्दा तिनीहरूले वन सम्बन्धी प्रचार कसरी गर्ने भने त भित्तै लेखन, त्यो लेखेको कुरा साक्षरता भएको मान्छेले पढ्न सक्दैन, पम्पलेटहरू पढ्न सक्दैनन्, जुम मिटिङहरू गरेर पनि काम भएन। त्यसैले त्यहाँ चाहिँ एकदम प्रभावकारी के हो त रेडियो एफएम हो है। साक्षरता ज्यादै कम भएको पनि क्वेसन एकदम टिपोट गरेर राख्नु होला। प्रचलित वन र नियमावली अनुसार निजीवन दर्ता हेर्नु त, यो पनि कहिल्यै सोधेर नथाक्ने क्वेसन हो। निजीवन कहाँ हो त भन्दाखेरि निजीवनलाई केही गर्नु पर्दैन, स्थानीय तहमा जानुपर्छ है। स्थानीय तहमा निजीवनलाई यो चाहिँ सोधेर नथाकेको क्वेसन हो है। स्थानीय तहको कार्यालयमा चाहिँ दर्ता गर्नुपर्छ। 47मा के छ त भन्दा वन्यजन्तुको है वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका के अरे वितरण निर्देशिका 2080 बमोजिम संरक्षित क्षेत्रभित्र वन्यजन्तुले क्षति गरेको अवस्थामा राहत माग गर्दा पीडितले कहाँ निवेदन दिनुपर्छ भनेको छ। अब हेर्नु है, यो राहत माग गर्दाखेरि के हुन्छ त भन्दा कहाँ भन्यो है, वन्य यो के भन्यो त संरक्षित क्षेत्रभित्र। संरक्षित क्षेत्रभित्र वन्यजन्तुले क्षति गर्यो भने त कसलाई भन्नु पऱ्यो भन्दा संरक्षित क्षेत्र कार्यालयमा। संरक्षित क्षेत्रभन्दा बाहिर भनेको भए के हुन्थ्यो त भन्दा डिभिजन वन कार्यालयमा हुने थियो है। 48मा के भनेको छ भन्दाखेरि यो पनि एकदमै पहिलादेखि पनि सोधिरहेको प्रश्न हो, यहाँ जोकिनुपर्ने कुनै कुरै छैन है। वन क्षेत्रमा वृक्षारोपण गर्दाखेरि खाडलको साइज कति हुन्छ भनेको छ है। भने सामान्यतया वृक्षारोपण गर्दाखेरि कति हुन्छ भन्दाखेरि 30 × 30 × 30 है। यो 30 × 30 × 45 भनेको के हो त भन्दा यो फलफुलहरूको लागि हो है यो। त्यो भएर हामीले चाहिँ वन क्षेत्रमा वृक्षारोपणको लागि भनेको छ, त्यो भएर 30 × 30 × 30 यसलाई सम्झिनु। यो चाहिँ फर्मुलै हो है त, 30 × 30 × 30 यो एन्सर चाहिँ त्यही हुन्छ, 30 सेन्टिमिटर × 30 सेन्टिमिटर × 30 सेन्टिमिटर। अब कुट्कीको कुन भाग प्रयोग गरिन्छ भनेको छ हेर्नु त, कुट्कीको कुन भाग, कुटकी, कुट्की भनेको के हो त कुटुकी भन्ने के। यसलाई सम्झिन मैले के भन्छु भन्दा कुटुकी है, कुटुकी कामकाज गर्छस् भन्ने, कुटुकी कामकाज गर्छस् भनेको के हो त काण्ड र जरा भन्यो। कुटुकी कामकाज गर्छस् भनेको काज भनेको के त काण्ड र जरा, कामकाज गर्छस् कि कुटु भन्छ नि मैले, त्यो भएर काज काण्ड र जरा। यसको एन्सर अब के हुने भयो त भन्दाखेरि जरा सहितको काण्ड है। यसको एन्सर चाहिँ जरा सहितको काण्ड भयो। अनि गण्डकी प्रदेशको ताल संरक्षण भनेको छ, ताल संरक्षण तथा विकास प्राधिकरण बाहेक है वन तथा वातावरण मातहतका समेत गरी आर्थिक कारोबार गर्ने कति सरकारी कार्यालय रहेका छन् भनेको छ। यो चाहिँ सरकारी कार्यालय चाहिँ 16वटा रहेका छन् है त। यो चाहिँ 16वटामा ठिक लगाउनु होला, एन्सर बी है। एन्सर चाहिँ बी हुन्छ। अब वन पैदावार भन्नाले के बुझिन्छ भनेको छ, वन पैदावार भनेको के हो त वनमा भएका सम्पूर्ण के वनहरू हुन्छ, काठहरू हुन्छ, जडीबुटीहरू हुन्छन्। अनि त्यसपछि काठ गैर काष्ठ पदार्थ भने त्यही हो। अनि वनमा भएका चट्टान, माटो, गिट्टीहरू, नदी, खाने जाने पदार्थ सबै के पदार्थ ती सब पर्यो। त्यो भएर यसको एन्सर चाहिँ माथिका सबै भयो। अनि साल कस्तो प्रजाति हो भनेको छ, आजभोलि तपाईँहरू अब रनिङ गर्न पनि हिँडिरहनु भएको होला। साल कस्तो प्रजाति हो त भन्दा आजभोलि सालको पातहरू झरिरहेका छन् है, पातहरू झरेर भुइँतिर है रोडहरूमा झरिरहेका छन्। त्यो भएर साल कस्तो हो त पतझड है, पतझड प्रजाति हो। अब सामुदायिक वनको हेर्नु त अर्को क्वेसन पनि सोधेर थाकेन क्या, सामुदायिक वनबाटै 6-7वटा क्वेसन आइदियो। सामुदायिक वन उपभोक्ता समूहले वार्षिक आयको कति % रकम वन विकासमा खर्च गर्नुपर्छ भनेको छ। यसको एन्सर चाहिँ 25% है। कम्तीमा 25%मा लगाउनु पर्ने हुन्छ। बढीमा भनेर जुन चुक्का छ तपाईँहरूले, बढीमा हुन्न, कम्तीमा 25% है।
सामुदायिक वनोपभोक्ता समितिमा कति % महिला हुनुपर्छ भनेको छ है, कति पर्सेन्ट अब कतिजनाको सदस्य हुन्छ भनेको छ, बढी 15 जना भनेको छ, तर कति पर्सेन्ट भनेको छ नि त, पर्सेन्ट कति हुनुपर्छ भन्दाखेरि ठ्याक्कै आधा हुनुपर्छ, 50% महिला हुनुपर्छ है सामुदायिक वनोपभोक्ता समितिमा, तर 15 जनाको सदस्य हुने व्यवस्था रहेको छ। संरक्षित क्षेत्रभन्दा बाहिर रहेका वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन कसको कार्यक्षेत्रमा पर्छ भन्दा, अब संरक्षित क्षेत्रभित्र भयो भने राष्ट्रिय निकुञ्जहरूको वन संरक्षण क्षेत्र तिनीहरूको पर्छ भने, अब त्योभन्दा बाहिर भयो भने कसले गर्छ त भन्दाखेरि डिभिजन वन अधिकृतले गर्छ है त, त्यसलाई त्यसरी सम्झिनु होला। संरक्षित क्षेत्रभन्दा बाहिर भनेको छ नि त, बाहिर कसले गर्छ त, डिभिजन वन कार्यालयले गर्ने भयो, त्यो भएर डिभिजन वन अधिकृत हुने भयो त एन्सर। अनि स्थानीय जनतालाई काठदाउरा बिक्री वितरण तथा आपूर्ति गर्न चाहिँ गठन हुने जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्ष को हुन्छ भनेको छ। जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्ष को हुन्छ त भन्दा हामी सबैलाई थाहा छ डिएफओ। अनि अर्को के हुन्छ त, यसको चाहिँ सदस्य सचिव को हुन्छ त भन्दाखेरि अनि सब डिभिजन वन अधिकृत हुन्छ है। अध्यक्ष को हुन्छ भन्दाखेरि डिभिजन वन अधिकृत, अनि यसको चाहिँ सदस्य सचिव को हुन्छ भन्दाखेरि सब डिभिजन वन अधिकृत है, यसलाई यसरी सम्झिनु। अनि गैँडाको सिङको बनोटमा के हुन्छ भनेको छ, गैँडाको सिङको बनोटमा चाहिँ के हुन्छ भन्दा रौँ हुन्छ है, रौँ, यो हड्डी नाक छाला होइन, रौँ हुन्छ। प्रकाश चाहिने प्रजातिको लागि कुन वन संवर्धन प्रणाली अवलम्बन गर्नुपर्छ भनेको छ। अब प्रकाश चाहियो भने के गर्नु पर्यो त भन्दा, त्यसलाई सेल्टर भनेको त माथि के हो त भन्दा रुखहरू राख्ने हो सेल्टरको लागि, अब त्यहाँ चाहिँ प्रकाश पाउने भएन ती बिरुवाले। अब मुना प्रणाली भनेको त्यो मुनाहरू राख्ने हो, त्यो भएन। छनौट प्रणाली भनेको छान्दै काट्ने हो, त्यो यो छनौट प्रणाली भनेको कस्तो ठाउँमा त भन्दाखेरि एकदमै यो प्राकृतिक रूपले जोखिम बाढी पहिरो जाने ठाउँहरूमा त्यस्तोमा छनौट गरिन्छ, अर्थात् हाम्रो यो सामुदायिक वनहरूमा पनि प्रायः यस्तै पनि गरेर पाइन्छ है। त्यो भने अब के त सर्पट कटान प्रणाली, क्लियर फेलिङ हान्नु पऱ्यो नि त, प्रकाश चाहियो भने के गर्नु त क्लियर फेलिङ हान्दिने सबले, त्यो भएर यसको एन्सर हुन्छ सर्पट कटान प्रणाली। नेपालको राष्ट्रिय फुल लालीगुराँस कुन वनमा पाइन्छ भनेको छ, लालीगुराँस पाइने वन चाहिँ माथिल्लो शीतोष्ण मिश्रित चौडापाते वन भन्छ। यहाँ के छ त भन्दा युटिबी, युट्युब बनाएको छ है, युट्युबमा भने युटिबी बनाएको त युट्युब भयो, युट्युबमा मिक्स कन्टेन्टहरू हाल्ने मान्छे रहेछ, त्यो लालीगुराँसहरूको तिनीहरूको मिक्स कन्टेन्टहरू हाल्दो रहेछ भनेर सम्झिने। युट्युबले मिक्स कन्टेन्ट लालीगुराँसहरूको हाल्यो, यो लालीगुराँस केमा पाइँदो रहेछ त अप्पर टेम्परेट मिक्स प्रोलिफ फरेस्टमा पाइँदो रहेछ, त्यो भएर माथिल्लो शीतोष्ण मिश्रित चौडापाते वन यसको एन्सर भयो है त। यसको एन्सर के भयो त भन्दा सी भयो है। अब वन मुद्दा चलाउन कुन कुन निकायको राय लिएर चाहिँ अदालतमा अभियोग पत्र पेश गर्नुपर्छ। अब वन मुद्दा चलाउन त के हुन्छ त, मुद्दा अब वकिलको राय लिनुपर्ने हुन्छ, त्यो भएर कसको त भन्दाखेरि जिल्ला सरकारी वकिल है, जिल्ला सरकारी वकिल कार्यालयमा चाहिँ त्यो निकायको सम्बन्धित अदालतमा चाहिँ राय लिनुपर्छ है। त्यो भएर के छ त, दफा के छ, अब के छ त्यहाँ नियमहरू ऐन कानुनहरू बुझ्नुपर्ने हुन्छ, त्यो भएर जिल्ला सरकारी वकिल कार्यालयबाट यो चाहिँ राय लिनुपर्छ। क्वेसन चाहिँ यति नै रहेछ। हस् त, भिडियो हेरिदिनु भयो त्यसको लागि धन्यवाद। तपाईँहरूको जसको राम्रो भएको छ त्यसलाई चाहिँ अर्को पालि फिजिकलमा पनि राम्रो होस्। अरू चाहिँ लुम्बिनीहरूको अनि मध्य प्रदेशको तयारी गर्दै हुनुहुन्छ भने पनि कृपया च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। अहिले कार्यव्यस्तताले मैले मोडल क्वेसनहरू ल्याउन पाएको छैन, म टाइम मिलाएर मोडल क्वेसनहरू पनि ल्याउने छु। हुन्छ, अहिलेलाई भने छुट्यौँ। भिडियो कस्तो लाग्यो कमेन्ट चाहिँ छोड्नु होला है त। बाई बाई।